हाम्रो नेपाली जनतालाई चाहिँ मान्नै पर्छ। न मानवता हराएको देश, विदेशले हेर्दाखेरि मानवता भएको देश जति नेपालले भन्छ नि, त्यति नै मानवता हराएको देश भनेर चाहिँ हिजोबाट चिन्ने हो क्या, होइन? त्यस्तो मान्छे हेर्नु न, अब यही भिडियोमा हेर्नु, त्यो मान्छेहरू त्यसरी हुन्छ नि 2 मिनेटमा त्यस्तो सबै कुरा सखाप भयो, होइन? नेपालको कति भाग सखाप भयो नि त, होइन? कति मान्छे, कति लाखौँ मान्छे सखाप भए। कसैले सोचेको कुरा होइन नि त यो। मान्छेले लोभ लालच कति हो मान्छेलाई, कति चाहिँ लोभ लागेको मान्छेलाई, कति चाहिँ नपुगेको मान्छेलाई। हात पाखुरा छैन, अरूको चोर्नै पर्ने, अरूको लुट्नै पर्ने, यसलाई मारेरै खानुपर्छ, यसलाई लुटेर खानुपर्छ भन्ने दिमाग सोच अझै पनि कति। भूकम्प जाँदा फेरि थाहा भएन। अनि अहिले यस्तो छेडमा आएर त्यो मरेको हेर्नु, त्यो लासको कान घाँटी कपाल तानी तानी त्यो हो कि नै त्यो सुन थुतेर त्यो माछालाई निकालेर काँधमा भारी भारी बोकेर, अलिकति लाज भन्ने कुरा, अलिकति हुन्छ नि भगवानको डर भन्ने कुरा पनि अलिकति नभएको हो कि यही हुन्छ नि। यस्तै पापले गरेर नै नेपालमा वर्षमा एकचोटि यो सखाप हुने, मान्छेले सखाप हुने तरिकाले प्रकोपहरू आइरहेको हुन्छ क्या, यही पापले गर्दाखेरि। न धर्म छ, न भगवान छ, न अगाडि भगवान भनेको छ, अगाडि धर्म भनेर पूजा गरेको छ, पछाडि त्यही कुरालाई हुन्छ नि के गरेको छ। त्यो त हामीले होइन कि, आफ्नो मनले पनि होइन, हामीले पनि होइन, माथिबाट हेर्ने हो नि त। अलर्ट भन्ने कुरा पनि हुन्छ नि त, होइन? मान्छेमा अलर्ट भन्ने कुरा हुन्छ नि त। त्यत्रो म्यासेज गरेर आएको छ, होइन? त्यत्रो अलर्ट गरेको छ सूचनामा, म्यासेजमा, मान्छेहरू त्यही खोलाको नजिक नजिक गइरहेको छ क्या। दिमाग छैन, एउटा सेन्स भन्ने कुरा त हुन्छ नि त मान्छेमा। भिडियो हेर्दा पनि हामीलाई हुन्छ नि त्यो, म पनि हिजो रातिको 12-1सम्म सुतेको छैन क्या। अब गर्ने केही छ त? गर्ने त केही छैन नि। सकिन्छ हेल्प गर्ने हो, सकिँदैन प्रार्थना गरेर बस्ने हो क्या, मौन बस्ने हो, दुःखको घडीमा मौन बस्ने हो क्या। सकिन्छ जाने हो, हेल्प गर्ने हो, सकिँदैन मौन बस्ने हो क्या, कामना गरेर बस्ने हो कि उहाँहरूको लागि। यहाँ त के हुन्छ त, जब मान्छेलाई गाह्रो पर्छ तब चाहिँ यसको चाहिँ लुट्न पाइएला, यसको चोर्न पाइएला, यसको खान पाइएला, हुन्छ नि। यसलाई कसरी हुन्छ दुःख परेको मान्छेलाई क्या। किन यस्तो हामी नेपालीहरू किन चेन्ज नहुने? सधैँभरि जस्तो सरकार आए पनि, जति परिवर्तन भयो